निर्भरताका फलहरू फलाउन सक्नुपर्छ। स्वदेशमै उद्योग धन्दा र कल कारखाना चलाउन सक्नुपर्छ। रोजगारीको वर्षा गराई साथै प्रदेशमा समृद्धिको दियो हामीले जलाउन सक्नुपर्छ। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यूहरू, निष्पक्ष निर्णायक मण्डल, सम्पूर्ण प्रदेश प्रतिनिधित्व र यहाँ उपस्थित सम्पूर्णमा म कक्षा 7 मा अध्ययनरत विद्यार्थी पेरिसा भण्डारीको तर्फबाट स्वीकार्नु शुभकामना। नमस्कार। आज सिद्धार्थ इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालयद्वारा आयोजित वैदेशिक रोजगारी उपलब्धि समस्या र समाधान विषयक वक्तृत्व कला प्रतियोगितामा म आफ्ना भनाइहरू प्रस्तुत गर्न गइरहेको छु। सभाध्यक्ष महोदय, व्यक्तिले हातमुख जोड्न र आफ्नो पहिचानको आधार कोर्नका लागि गर्ने कुनै पनि काम, पेसा, इलम वा व्यवसाय नै रोजगारी हो। विश्वको कुनै एक मुलुकमा भएको श्रम शक्ति आय आर्जनका लागि अन्य देशमा गई शारीरिक र मानसिक श्रम गर्ने कार्यलाई नै वैदेशिक रोजगारी भनिन्छ। प्रत्येक वर्ष करिब 5 लाखको हाराहारीमा श्रम बजारमा प्रवेश गर्ने नेपाली युवाहरू मुलुकभित्र रोजगारीको भर तथा आयमूलक कामको पर्याप्त अवसर नहुँदा आफ्नो जन्मभूमि, वृद्ध बाआमा र साना सन्तानलाई छोडेर तिजोरीलाई हात जोडेर साउको रेट तिर्न र गरिबी चिर्नका लागि विदेश छिर्न बाध्य छन्। नेपालीहरू आज विश्वका 178 देशमा रोजगारका लागि पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार सन् 2023 मा 56 लाख जनाले श्रम स्वीकृति लिएका छन्। 2000 भन्दा बढी जनशक्ति दैनिक विदेश गइरहेका छन्। उच्च शिक्षाका लागि उडेका युवाहरू समेत अधिकांश उतै पलायन भइरहेका छन्, जुन विडम्बनापूर्ण रहेको छ। सभाध्यक्ष महोदय, वैदेशिक रोजगारीबाट महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त भएको पाइन्छ। आर्थिक वर्ष 2079-80 मा 12 खर्ब 20 अर्ब भन्दा बढी विप्रेषण रकम नेपाल भित्रिएको छ र यो क्रम बढ्दो छ। देशको कुल ग्राहकको उत्पादनमा विप्रेषणको योगदान करिब 25 देखि 30% हाराहारीमा रहेको छ। त्यसैले त महोदय, हाम्रो देशको अर्थतन्त्र चलायमान भएको छ। नेपाली संस्कृति र पहिचानको विस्तार भएको छ। निमुखा जनताको जीवनस्तर सुधार भएको छ। सहज खाद्यको पार्जन र विदेशी मुद्रा आर्जन भइरहेको छ। वैदेशिक रोजगारीले गर्दा गरिबी न्यूनीकरण गर्न एवं शहरीकरणको चल बढ्न बल मिलेको छ। विकट टाउको बुकुरो मारिएको आहालमा हुर्किएको बबुरोले वैदेशिक रोजगारीकै कारण आज शहरमा गगनचुम्बी महल ठडाउन सकेको छ। आफ्ना सन्तानलाई सुविधा सम्पन्न विद्यालयमा पढाउन सकेको छ। परिवारको क्रय शक्ति बढाउन सकेको छ। विदेशमा आर्जित ज्ञान, सिप, प्रविधि र अनुभवको प्रयोगले नै कयौं उद्यमी जन्माएको छ। हो महोदय, वैदेशिक रोजगारीबाट देशले यस्ता अनेकौं उपलब्धि पाएको छ। सभाध्यक्ष महोदय, वैदेशिक रोजगारीका थुप्रै समस्याहरू पनि देखा परेका छन्। विमानस्थलमा माला लगाएर युवा रोजगारीमा गएको केही दिनमा पहाडका बस्तीहरूमा भोटे ताला लगाएर परिवारका सदस्यहरू सहर फसेका र खराब सङ्गतका कारण कुलतमा फसेका थुप्रै उदाहरणहरू हाम्रो सामु छलङ गइरहेका छन्। एकातिर बिछोडको पीडाले परिवारमा जलन बढाएको छ भने अर्कोतर्फ पारिवारिक खण्डन र विचलन बढाएको छ। लाखौं नेपाल आमाका सन्तानहरू आज परदेशी ठाममा निकै ठण्डीमा चर्को घाममा तल्लो स्तरको कष्टपूर्ण काममा र न्यून दाममा श्रम बेच्न बाध्य छन्। छिटै साउको रेट तिर्ने, पैसा कमाएर 2-4 वर्षमा घर फिर्ने सपना बोकेर आकाशमा उडेका युवा केही महिनापछि बाकसमा आउनु परेको छ। वृद्ध बाआमाको स्याहार गरी पाल्ने र अन्तिम अवस्थामा मुखमा बानी हाल्ने सन्तान साथमा नहुँदा थुप्रै आमाबाहरूको विचल्ली भएको छ। वैदेशिक रोजगारकै सिलसिलामा हजारौं नेपालीले अकालमै ज्यान गुमाउनुको साथै घाइते अल्पत्र र अङ्गभङ्ग पर्नु परेको छ। कोरिया जानका लागि फारम भर्न नपाएकै कारण 80 भर्खर परेको गोली खाइवाहरू मर्नु परेको छ। इजरायलमा हमासको अपहरणमा परेका विपिन जोशीको केही अत्तो पत्तो छैन, उनको परिवार घायल बनेको छ। कयौं दाजुभाइ दिदीबहिनीहरू घरेलु हिंसा, श्रम शोषण र बेचबिखनमा परिरहेका छन्, परदेशमा जिउँदै मरिरहेका छन्। हाम्रा गाउँ बस्ती र उच्च शिक्षालयहरू सुनसान हुन थालेका छन्, तर लाखौं वर्षेर युवाहरू विदेश जान आवेदन हालेका छन्। मलेसिया जानका लागि 2-3 लाख बुझाउनु पर्ने र हरपल ठगीमा परिवारले परिधि रुचाउनु पर्ने अवस्थाले गर्दा निःशुल्क भिजा, निःशुल्क टिकटको नीति स्वयं लगाइरहेको छ। विप्रेषणको सदुपयोग हुन नसक्दा व्यापार घाटा बढ्दै गएको छ। खरबौं रकम पाइरहेको छ। हो महोदय, वैदेशिक रोजगारीले उपलब्धिसँगै असंख्य पीडा पनि दिएको छ। वैदेशिक रोजगारीका उपलब्धि र समस्या तराजुमा तौलने हो भने उपलब्धि र समस्याले कसरी झटार्ने र यस समस्याको समाधान गर्न नसके भविष्यमा भारी पर्ने देखिन्छ। सभाध्यक्ष महोदय, त्यसैले वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्नै पर्दछ। विप्रेषणबाट आएको रकम उत्पादनमूलक काममा परिचालन गर्नुपर्छ। हामी उद्यमी बन्नुपर्छ र नेपाली माटोमा उद्यमशीलताको इन्धन गर्नुपर्दछ। हाम्रो देशका हरेक क्षेत्रमा भएका रोजगारी सृजनाका लाखौं लाख सम्भावनाहरूको सही उपयोग गर्नुपर्छ। जो सागर र ऊर्जाले भरिएका युवालाई स्वदेशमै रोजगार दिनुपर्छ। पौरखले माटोमा 10 नङ्ग्रा खियाउने, 5 खेतबारी खन्ने, आफ्नो श्रम र पसिनाको मूल्य आफ्नै आँगनमा बसेर खनी गर्ने वातावरण निर्माण गर्नुपर्छ। श्रमको सम्मान हुनुपर्छ। काम ठुलो सानो ठान्नु हुँदैन। विदेशमा गएर खुसीले गर्ने परिश्रम हामीले आफ्नै देशमा गर्न सङ्कोच मान्नु हुँदैन। विदेशमा आर्जिएको ज्ञान, सिप, प्रविधि र अनुभवलाई राष्ट्र निर्माणमा लगाउन सक्नुपर्छ। सकभर नेपालमै रोजगारी गरी खाने, यदि विदेश जानै
वैदेशिक सिकेर यथेष्ट कमाउने गरी जाने वातावरण बन्नुपर्छ। वैदेशिक रोजगारीका नाममा कालो धन्दा गर्नेलाई कानुनको पन्थामा ल्याउनुपर्छ। राजनीतिक दलले आफ्ना घोषणापत्र दोहोऱ्याएर काट्नुपर्छ। श्रमिक होइन सामान्य ल्याब गर्ने नीति एउटै दलका सरकार योजनाबद्ध तपाईँ अगाडि बढ्नुपर्छ। हो हामी सबैले कुरा भन्दा काम र कामभन्दा परिणामलाई भोट दिनुपर्छ। अत राजनीतिक स्थिरता कायम गर्दै बलियो राष्ट्रिय रोजगार नीति बनाई कार्यान्वयन गर्न सकेमा वैदेशिक रोजगारका उपलब्धिको जगेर्ना हुने साथै विद्यमान समस्याहरूको दीर्घकालीन समाधान हुने देखिन्छ। यति भन्दै म मेला बनाएँ अन्त्य गर्दछु। धन्यवाद। नमस्कार। जय देश जय रोजगारी।